हेर है साथीहरु, ढिँडो आज ढिँडो पकाइँदैछ। ढिँडो खानी राष्ट्रियतालाई नबिर्सिनी। युरोपियन मुलुकको चाहिँ विकासमा गर्न पर्यो, खानकीमा गर्न पर्दैन। यो अर्ग्यानिक छ, एकदम राम्रो छ, स्वस्थकर छ। अब अहिले नेपालको सम्पूर्ण चीज वस्तुहरू यति अर्ग्यानिक छ कि यो हाम्रा पुर्खाहरूको जुन पुर्खाहरूले आर्जेको सम्पत्ति थियो त्यसैलाई मानेर अहिले विश्वमा रकेट लन्चर आणविक विकास निर्माणहरू भइरहेछ। 21औं शताब्दीमा हामीले त्यसलाई बिर्सिएर पुरा जिरोबाट खाली युरोपियन मुलुकको सिको गरेर खानकी पानकीमा, अरु विकासमा छैन, खानकी पानकीमा त्यो त्यागम, अर्ग्यानिक चीज खाम, अनि देश बन्छ। बाहिरबाट केही नखरिदिकिन यस्तो ढिँडो पहाडको चाहिँ रुखो बारीमा लाए पनि हुने चीज खाएर स्टोर गर्न सक्ने भनी अहिले कति निरोगी हुन्छन्। हस्पिटलमा गयो बिरामीको ताती, त्यो भनेको आफ्नो स्वास्थ्यलाई ख्याल नगरेर बिरामीको ताती हुनु भनेको त्यो राज्यलाई घाटा छ, परिवारमा घाटा छ, सबैमा घाटा छ।